मेरो नाम करुणा बोनबटुला हो। अहिले हाल बसाई घोडाबुढी नगरपालिका वडा नम्बर 10 पहलमा बस्छु। हाल नेकपा एमालेको चाहिँ म नगरको प्रत्याशी उम्मेदवार। चुनाव लड्न सहज पनि छ असहज पनि छ। दुईवटालाई सङ्घर्ष गरेर यसको बावजुद लागि परिरहेको छ। मलाई भोट म एउटा पहिलो कुरा त यो जीवन यो देश र यो समाजलाई परिवर्तन गर्नुपर्छ भनेर एउटा म लडेर हिँडेको एउटा महिला हो। तसर्थ मैले यो सामाजिक रूपमा केही कुराहरू चाहिँ सामाजिक कार्यहरू पनि गर्दै आएर मेरो जीवनहरू बिताएको छु र मैले अहिलेसम्म यो समाजका लागि यस घोडाबुढी नगरपालिकाभित्र सङ्घ संस्था र सामाजिक कार्यहरू महिला हिंसा सम्बन्धी बालबालिका कार्यक्रमहरू गर्दै र मैले सामाजिक कुराहरूमा चाहिँ कहिले पनि पछि हटिनँ। त्यसैले पनि माया गरे आउन सक्छ जनताहरू। मैले एजेन्डा के राखेको छु भने मैले यो म निर्वाचित भइसकेपछि मैले निर्वाचित भएको लगत्तै चाहिँ मैले के कुराहरू गर्न सक्छु भन्ने कुरा मैले थोरै केही कुरा सान्दर्भिक जोडेँ। मैले तत्काल गर्न सक्ने कुराहरू जस्तै अधुरा रहेका बाटाघाटाका कुराहरू छन्। ग्राभिल नभएका बाटाघाटाहरूलाई ग्राभिल गर्ने, ग्राभिल भएर बेस भएका बाटाघाटाहरूलाई चाहिँ कालोपत्री गर्ने र महिलाहरूका चाहिँ जुन एउटा हिंसाका कुराहरू छन्, महिलाहरू अवहेलित भएका छन्, महिलाहरूले स्थान पाउने, हाकिम पनि बन्ने तर हाकिमको स्थानमा जाँदा पर्याप्त अधिकार नपाउने कुराहरू पनि छन्। यसका लागि वकालत चाहिँ म गर्छु भन्ने छ। त्यस्तै थुप्रै कुराहरूमा भनौँ बाटाघाटा, स्वास्थ्य, कृषिका कुराहरू र तत्काल गर्न सक्ने कुराहरू यो रह्यो। र 5 वर्षको दौरानभित्र मैले निरन्तरता कुन विषयहरूलाई कुन कामलाई चाहिँ जोड्न सक्छु, जस्तो लामो समय जस्तै तटबन्धनका कुराहरू छन्, पुल पुलेसका कुराहरू छन्, हामीले एक गाउँबाट अर्को गाउँ जान नसक्ने अवस्था पनि त्यहाँ चाहिँ बाढी जाने कुराहरूमा बस्ती व्यवस्थापनका कुराहरू छन्। यसलाई चाहिँ निरन्तरता दिने र 5 वर्षभित्र मैले जति कुराहरू गर्न सकेँ निरन्तरता गर्नेछु। म अहिलेसम्म सम्भव छ मलाई जिउस यो घोडाबुढी नगरपालिकाभित्र रहेका बसोबास गर्नुभएका जुन सामुदायिकमा रहेका दाजुभाइ तथा दिदीबहिनी, बुढा आमा बुवा जो हुनुहुन्छ उहाँहरूले मलाई माया गरिराख्नु भएको छ। म एउटा नेपाल कम्युनिस्ट के अरे नेकपा एमालेको एउटा पात्रको रूपमा एउटा उपमेयरको रूपमा भए पनि मलाई माया गर्ने सवालमा कुनै पार्टीले पनि यो फलानु पार्टीको हो, यो एमाले पार्टीको हो, यसलाई एमालेलाई मात्र भोट दिनुपर्छ, बाँकी कुरालाई दिनुहुन्न भन्ने चाहिँ मैले यस्तो अवरोधहरू पाएको छैन। मलाई सम्पूर्णले माया गरेका छन्। सबैले चाहिँ मलाई एउटा सहयोगको चाहिँ टेवा पुर्याएका छन्। अन्य पार्टी छ किनभने हाम्रो यो घोडाबुढीको हकमा हेर्ने हो भने हाम्रो राप्रपाको चाहिँ एकजना हाम्रो लक्ष्मी चौधरी भन्ने म्याडम हुनुहुन्छ र एमालेबाट म करुणा बोन भइहालेँ र गठबन्धनको गुलियादेवी चौधरी हुनुहुन्छ। तसर्थ अब सिङ्गो पार्टी र 3-4वटा पार्टी मिलेर बनेको गठबन्धन जुन छ उहाँहरूले चाहिँ एउटा उहाँहरूको पनि त बाचा छ नि त। हामीले जसरी भए पनि एमाले हराउनुपर्छ, आउन दिनुहुन्न भनेर जो 5वटै दल मिलेर चाहिँ लागिपर्नु भएको छ। त्यसको लागि चाहिँ त्यो चिर्नलाई भए पनि उहाँसँग नै मेरो प्रतिस्पर्धा हुन्छ। मैले पहिलो एजेन्डा के गर्ने सोचेको छु भने म एउटा पहिला कुरो गर्नु भएको नाताले म पहिला अधुरा रहेका जुन बाटाघाटा गत यो वर्षभित्र रहेका जुन समस्याहरू अधुरा छन् पहिलो कुरा म त्यो परिपूर्ति गर्नेछु। त्यसपछि म तत्काल रूपमा मैले यो गर्छु भन्नुभन्दा पनि म जितिसकेपछि लगत्तै मैले एउटा प्लान बनाएको छु। मेरो भिजन छ। मैले जसरी चाहिँ अहिले म घर दैलो कार्यक्रममा प्रत्येक जनताको घरमा नमस्कार, मलाई भोट दिनुहोस्, म चाहिँ फलानु मान्छे हो, फलानुको छोरी हो, फलानुको श्रीमती हो भनेर फलानु पार्टीको क्यान्डिडेट हो भनेर जसरी म गइरहेको छु, पहिलो कुरा त म फेरि जनताकै घर दैलोमा गएर चाहिँ म एउटा एजेन्डा बनाउँछु कि मैले कुन एजेन्डा चाहिँ सुरु गरेँ भने मैले पहिलो प्राथमिकता कसलाई दिने भन्ने कुरा चाहिँ म पहिला जनतामाझ गएर चाहिँ म यो एजेन्डा ल्याउने प्लानमा छु। योको कार्यक्रममा जनताको प्रतिक्रिया एकै नासको हुँदैन, फरक छ। किनभने यो नेकपा एमाले भनेको
पूर्व 5 वर्ष पनि यो घोडाउडीको हकमा नेतृत्व गरेको पार्टी हो। हाम्रो पूर्व मेयर ममता प्रसाद चौधरी फेरि पनि दोहोरिनु भएको छ। हामी सँगसँगै हिँड्ने क्रममा केही कुराहरू आउनु स्वाभाविक छ। त्यहाँ 5 वर्षभित्र तपाईँहरूले के गर्नुभयो, यहाँ कसरी अधुरा रहे, अब कसरी जाने, अबका प्लानहरू तपाईँका के छन्, अब हामीले गर्नुपर्ने के, योभन्दा अगाडि पनि एमालेलाई जिताउँ, फेरि पनि हामी एमालेलाई जिताउँछौँ, तर हामीलाई गर्ने के, कसरी चाहिँ तपाईँहरू अगाडि बढ्नुहुन्छ भन्ने कुराहरू यावत विषय आइरहेछन्। यो कुराहरूलाई चिरफार गर्दै पनि स्पष्टीकरण दिँदै पनि हिँडिरहेको अवस्था पनि छ र हामीले प्रतिबद्धता जाहेर पनि गरेका छौँ कि अधुरा कुराहरू, सम्पन्न नभएका भवनहरू, सम्पन्न नभएका बाटाघाटाहरूलाई चाहिँ सम्पन्न गर्नेछौँ भनेर पनि हामी हिँडिरहेको छौँ। अब जनताहरूले त त्यही नै हो नि। अब फरक पार्टीका प्रचार प्रसारमा गइरहेछन्। अब मान्छेले मेरो पहिलो प्राथमिकता मेरो प्रयास हो, जति मेरो क्षमताले भ्याउँछ र जति कुरा मैले आफ्नो बुद्धि विवेकले भ्याउँछ, होइन, मैले सक्छु आफ्नो बुद्धि विवेकले, होइन भने मेरो अग्रज साथीहरू, दाइहरू, अग्रज मान्छे व्यक्तित्वबाट पनि म सुझाव सल्लाह लिएर चाहिँ म अगाडि बढ्ने एउटा म सोच बनाइरहेको छु। महिलाहरू कस्तो भने एउटा हिंसा धेरै मतलब फरक छ। पहिलो कुरा त हामी एउटा घरियासी रूपमै महिलामाथि हिंसाका कुराहरू छन्। सासूले बुहारीलाई, बुहारीले सासूलाई, नन्दले भाउजूलाई, होइन र यी हिंसालाई पनि कसरी न्यूनीकरण गर्नुपर्छ एउटा त्यो सोचिरहेको छु। दोस्रो कुरा बलात्कारीहरूका कुराहरू पनि छन्। यो किनभने जुन मान्छेको विश्वास गरेर हामी अगाडि बढिरहेको छौँ, यो कुराहरूलाई पनि कसरी अगाडि बढाउने, कसरी चाहिँ यसको न्यूनीकरण गर्ने भन्ने कुरा म सोचिरहेको छु पनि। मेरो एउटा म के भन्न चाहन्छु भने जसरी भए पनि यो हिंसाका कुराहरूलाई चाहिँ पहिलो चाहिँ प्राथमिकता चाहिँ एजेन्डा बनाउनै पर्छ। किनभने महिला एउटा हाकिम पदमा बसेका हुन्छ, तर उसले निर्णय गर्न चाहिँ उसको अधिकार हुँदैन। किनभने यो कुरामा पनि हामीमाथि हिंसा त भएकै हो नि। त्यसैले चाहिँ यी कुराहरूलाई चाहिँ न्यूनीकरण हुनुपर्छ भन्ने चाहिँ मेरो मान्यता छ।